content creators, stop scrolling. I got you something. Okay. यो चाहिँ SX31 को माइक हो. यदि तपाईलाई कन्टेन्ट क्रिएसन जर्नी स्टार्ट गर्नु मन छ अनि एउटा माइक पनि लिनु मन छ भने I got you something. यो के भन्दाखेरि SX31 चाहिँ यो iPhone 13 सम्म or iPhone 14 सम्म लाग्छ भन्नु भएको थियो. I didn't try it. अनि यो चाहिँ टाइप सी भएको एन्ड्रोइड फोनहरुमा पनि लाग्छ, which I have. अनि मलाई चाहिँ के समस्या आइपर्यो भन्दा यो माइक किनिसकेपछि it was costly for me, obviously. हैन, मेरो लागि चाहिँ it was costly. अनि मैले किनिसके अनि मैले ट्राई गर्दाखेरि त it was like a scam. के भएको यो भन्ने भयो. अनि किन भन्दा मेरो फोनले चाहिँ एक्सटर्नल माइकलाई चाहिँ के गर्दो रहेछ त यो अलाउ गर्दैन कि परमिसन डाइरेक्टली रेकर्ड गर्नलाई दिदैन. त्यहाँ ओटीजी कनेक्सन भन्ने हुन्छ, त्यसलाई अन गरेर फेरि एक्सटर्नल एप्लिकेसन डाउनलोड गरेर बल्ल दिस इज नट माई ओरिजिनल क्यामेरा, मैले अर्कै एप्लिकेसन डाउनलोड गरेको थिएँ, त्यसको थ्रु चाहिँ मैले रेकर्ड गर्न परिरहेको छ बिकज माई फोन डिडन्ट अलाउ दिस माइक. सो तपाईहरु किन्न चाहदै हुनुहुन्छ SX31 भने तपाईले पहिला रिसर्च गर्नुस् तपाईको फोनले अलाउ गर्छ कि गर्दैन अनि बल्ल किन्नु होला. इट हैज अ लट अफ गुड क्वालिटीज अल्सो. आवाज राम्रै आइराको होला. इट्स अ जेन्युइन रिभ्यू. यो मैले दिएको अनि मैले कति समस्या फेस गर्नु पर्यो कि बिकज आई एम अ स्मल कन्टेन्ट क्रिएटर. अनि तपाईलाई त्यो किन्दाखेरि चाहिँ त्यहाँबाट कसैले हेल्प गर्नेवाला पनि छैन. तपाईलाई कुनै कुनै हुनुहुन्छ सेलरहरु जसले चाहिँ तपाईलाई जेन्युइनली गाइड गर्नुहुन्छ, बट दिस पीपल डिडन्ट हेल्प मी थ्रु आउट द जर्नी. म आफै रिसर्च गरेर म आफैले के कस्तो गर्नु पर्दो रहेछ भनेर फर्स्ट टाइम माइक युज गर्दै छु एन्ड माई फोन डिडन्ट अलाउ. त्यति बेला आई ह्याड लट अफ प्रब्लम्स. सो तपाईले यो प्रब्लम फेस गर्न नपरोस् भनेर आफ्नो फोनको बारेमा पहिले राम्रोसँग रिसर्च गर्नुस् अनि बल्ल माइक किन्नुस् है त. थ्यांक यू फर वाचिङ. बाइ बाइ.